बच्चाको रुवाई कसैका लागि सामान्य आवाज हुन सक्छ, तर धेरै दम्पतिका लागि यो जीवनको अधुरो प्रतीक्षा हो। कहिलेकाहीँ सपना देख्न पनि डर लाग्छ, किनकि कतिपय अवस्थामा आफ्नै सामर्थ्यले त्यो सपनासम्म पुग्न सक्दैन। गाउँका साना घरहरूको आँगनभित्र एउटै मौनता बसिरहेको छ। धेरैका लागि आमा बुवा बन्ने सपना शरीरले होइन, आर्थिक अवस्थाले नै सपनामा सीमित गरिदिन्छ। आइभीएफलाई आशाको रूप त मानिन्छ, तर धेरैका लागि जीवनकै सबैभन्दा ठूलो निर्णय पनि हो। हामी पनि आमा बुवा बन्न सक्छौँ? यो प्रश्न उठिरहन्छ, तर उत्तर मौनतामै हराउँछ। शिशु आइभीएफको सुरुवात पनि यही पीडाबाट भएको थियो। नौ 10 वर्षसम्म हाम्रा संस्थापकहरू यही सङ्घर्षमा बाँचे। हरेक पर्वमा घर उज्यालो त थियो, तर मनको भित्र सधैँ अन्धकार र छुट्टै डर झल्किन्थ्यो। जब विज्ञानले आशा ल्यायो, त्यो केवल सन्तानको जन्म थिएन, सङ्कल्पको सुरुवात थियो। आज त्यही सङ्कल्प परिवर्तन भएर त्यही मौन पीडा, त्यही रोकिएको आशा, त्यही अधुरो यात्रालाई मनमा राखेर लायन्स क्लब अफ शिशु आइभीएफ र शिशु फर्टिलिटी क्लिनिक एन्ड आइभीएफ सेन्टरको सहकार्यमा सुरु हुँदैछ शिशु होप फन्ड। यो पहल ती दम्पतिहरूका लागि हो जसका सपना आर्थिक कारणले रोकिएका छन्। यहाँ सहयोग दया होइन, विश्वास हो। यहाँ योगदान खर्च होइन, कसैको अधुरो जीवन पूरा गर्ने माध्यम हो। सपना कसैको पनि सानो हुँदैन। यदि तपाईँले त्यो आवाज आफ्नै घरमा सुन्नुभएको छ भने आज कसैको घरमा त्यो आवाज बन्नुहोस्। शिशु होप फन्ड, जहाँ तपाईँको सानो योगदानले कसैको जीवनको परिवार बन्ने सपना यथार्थमा बदलिन्छ। शिशु फर्टिलिटी क्लिनिक एन्ड आइभीएफ सेन्टर, खुसी एक नयाँ जीवनको।